कस्तो विधि झ्याउ लाग्दो जिन्दगानी सोचेको जस्तो पनि केही नहुने के भएको यो सधैँ यस्तो भइदिए पनि हुन्थ्यो हामी नहुने भनेर बिहानदेखि बसेको तर हामी आज नुहाउन जाँदैनौँ अब त्यो तपाईँहरूलाई थाहा नै होला किन भनौँ हामीलाई त्यस्तो हामी त्यस्तो सफा फोरीका चाहिँ छैनौँ है यस्तो हो कि हामी सधैँ 3 बजे उठेर नुहाइरहन्छ ए हामी त्यसै ए आएका होइनौ ए बलि राजाले ए पठाएका के गर्ने भनेर बसेको होइन यस्तो झ्याउ लागिसक्यो कि जे गर्दा पनि सुख छैन यो गरौँ भन्छु यो गर्न पनि मन लाग्दैन त्यो गरौँ भन्छु त्यो गर्न पनि मन लाग्दैन होइन अनि सुत्दिउँ भन्छु कसरी लागोस् निन्द्रा 12 बजेसम्म सुतिसकेको छ जबकि 1 बजिसक्यो अहिले 2 बजिसक्यो मान्छे पागल मात्र हुन बाँकी छ अब है आजको खासै प्लान के भन्दाखेरि चाहिँ आज चाहिँ हामी अङ्कित र हिस्ट्री अनि को आउँदै हुनुहुन्छ जस्ट हामी एउटा मिटअप गरेर होइन अनि नुहाउने भनेको थियो अनि मलाई चाहिँ दाँतमा यस्तै यो त्यसलाई के भन्छ डायमन्ड टाइपको त्यो हाल्न एकदमै मन लागिरहेको थियो त्यो रहर क्या इच्छा लाग्यो अनि क्या मन लागेको थियो अनि त्यो हानिन्छ कि हानिँदैन थाहा छैन है अनि तपाईँहरूलाई थाहा छ होला नि मैले माछा ल्याउँछु भनेर भ्लग बनाएको थिएँ नि 2 वर्ष अगाडि 2 वर्ष अगाडि भएन 6-7 महिना अगाडि माछा मैले अहिलेसम्म लिएर आएको छैन यो त अब सजाएर यत्तिकै बस्यो अब जे गर्दा पनि नहुने सुख नै छैन जिन्दगानीमा होइन त्यही भएर अब लास्ट गिदी भइरहेको छ होइन त्यो आइफोनमा कुल्चेलाई त्यो आइफोनलाई कुल्चेलाई आइफोनमा कसको आइफोनहरू भाइ हो केमै ब्लग छ त भाइ अनि त्यो स्टिकर पो टालिदिएको त स्टिकर अनि के भयो त स्टिकर भित्र नाम लेखाएको छ नि त यो आइफोनमा यो खेमे भनेर नाम लेखायो नि त मोबाइल त मेरो हो नि त के रे मोबाइल त मेरो हो नि त होस् गर है भाइ होस् गर सक्छ यसले फुच्ची भाइ तर मेरो 16 हो क्या ए तेरो 16 ए 16 प्रो हो क्या ए 16 प्रो म्याक्सको दुईटा हुन्छ नि मलाई गाइजहरू 11 लाई पनि 16 भन्ने मलाई चाहिँ पहिलोचोटि थाहा भयो अपडेट भर्जन या ओ ल अब हामी जाँदैछौँ आमा होइन हात त्यस्तो ओ माई गड किन यदि विधि अनि सक्छ अनि सक्छ आमा त कहाँ नसक्नु छ आमा त नसक्नु छ डेन्जर उचालिदिने आमा त ल अब हामी चाहिँ निस्किनु पर्ने छ है यसरी बस्यो भने फेरि ढिलो हुन्छ है त मम्मी हेर न त्यहाँ काम गरिरहेको छ लास्ट काम गर्ने नि मेरो मम्मी आई लभ यु मम्मी दुःख सुख भने यस्तै छ के गर्ने त छोराले कमाउनु सकेन भोलि पर्सि कमाउँछु नि मम्मी 60 वर्ष कट्यो मम्मीले त मार्छ मलाई त घरबाट निकाल्छ तर रानीको बाटो गइहाल ए रानीको बाटो भन्दैन त साला मेरो छोरी हेर्नुहोस् त गइहाल त भाग यो घरबाट त अहिले निस्किहाल त मलाई चाहिँदैन छोराहरू म एक्लै बाँच्दिन्छु लुगै छैन त है यही लगाइदिउँ यस्तो फोर्छ यो उल्टो पारेर लगाइदिउँ क्या यही यसरी क्या यसरी यो अब यो अगाडि
सफा देख्छ यत्रो कपडा खोजे गाई छैन यत्रो खोज्यो अब भरे भन्दा चाहिँ आएर त्यही लगाइकन उल्टो बनाएर लुगै छैन भने कस्तो मलाई त औडा लाग्छ भने कि लुगा छु भने यो सिरक बेरेर जाउँ क्या गाइस म त लास्टै गरिब छु नि मलाई लुगाहरू गिफ्ट सिफ्ट दिनु न के भयो मलाई टिकटकमा माग्ने भनेको तपाईँहरूले मलाई टिकटकमा माग्ने भने लामो नमागी के गर्नु त लामो छैन खानेकुरा भात छैन भिखारी भइसक्यो मान्छे खान नपाएर मर्न लागिसक्यो अनि मर्नु हामी त्यत्तिकै मर्नु भोकै मर्नु कस्तो माया नलागेको तपाईँहरू त कस्तो माया नलागेको माग्न आएको भनिदिन्छ सिधै उनीहरू चाहिँ दामी दामी कडा लाएर उनीहरू चाहिँ दामी दामी कारमा रेन्ज रोभरहरूमा जान्छ हामी चाहिँ के लामो लौडा फेरि एकचोटि लाएपछि नलाउनु रे उनीहरू त रेन्ज रोभर नलाउने एकचोटि लाउने अनि त्यसपछि अर्कोपल्ट चाहिँ नलाउने रे फालिदिने सिधै त्यस्तो गरिदिन्छ है हामीलाई चाहिँ आएन हामीलाई चाहिँ यहाँ टी सर्ट न जुत्ता छ यार न मोजा त्यही गनाकै मोजा लगाएर जानुपर्छ यार लुगा धोइदिने मान्छे पनि छैन एक हप्ता भयो नन स्टप लाग्यो त्यो मजा कुदा गाह्रो छ अझ लुगै भेटेको छैन अरू भन्दा नि के लगाएर अनि केटाहरूले कल गरिसक्यो अघिबाट उनीहरू कमाएर ड्याङ ड्याङ नयाँ नयाँ बाइक नयाँ उयो लुगा लिन थालिसक्यो हाम्रो चाहिँ यो त के गराएको है कुहिसक्यो क्या कुहिसक्यो होइन यस्तो फेरि लुगाहरू चाहिँ स्टोर गरेर राख्छौँ क्या हामी अनि भाइ डिजाइन डेकोरेसन देखाइदिएन डेकोरेसन मम्मी यो टी सर्टै छैन त एउटा पनि कट्टो हेर्न कट्टो सिल प्याक ड्रेस त टन्नै झुन्डेको ड्रेस केटीको होइन र मेरो त हो त्यो दामी छ त त्यो कालो के हो त्यो दामी है यस्तो मिठो छ कलर बुट्टाहरू सही छ त राम्रो लाग्यो बाक्लो हेर नि त्यहाँ त नादिम के अझ डल्लै ओ माई गड यो डिजाइनै यस्तो हो कि के हो यो दुइटैपट्टि हेर्नु त्यही दुइटै हे जानु है के छाती त मरद छ त छाती त मरद देना मैं तेरे पे नाची रे देना अच्छा देना 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 मैं भी तेरे पे नाची रे देना फेरि भाइ ज्याकेट त बाक्लो छ त भाइ फेरि सक्दैन नि भाइ फेरि यो बेच्यो भने नि भाइ तलदेखि माथिसम्म सब आउँछ नि त भाइ होइन ए टी सर्टमा तैँले के हेप्या होला होइन हाम्रो के जुत्ता सुत्ता छैन भने हेप्या होला भाइ बाक्लै छ भाइ बाक्लै छ यहाँ फेरि हेर भेट्टाको ज्याकेट च्यातेर चेनेचेर त हराइस् भने जङ्गलमा हराइस् साला गुगल म्याप होइन म्याप हेर्छस् भाइ बाक्लै छ बाक्लै यहाँ देखाइदियो त भाइ फेरि अनि कहाँ जान्छस् भाइ आज थियो हामी लगाउने जानु भने होइन ऊ हिस्ट्री आउँछ भने होइन लगाउनु जानु भने यार ढिलो भइसक्यो ल गाइस भाइ भाइ एकछिन एकछिन भाइ अब हामी जान्छौँ यसले लास्ट ढिलो गर्छ ए भाइ बाक्लै छ भाइ भित्र बिटा हेर न भाइ बिटा हेर भाइ गाइस बिटा अरे एउटा 1000को होइन कि एउटा 1000को छैन यार सब 10-5 को मात्र 10-5 को मात्र म चाहिँ गरिब भनेर हेब्या छ पक 10-5 अरे सबै ए भाइ फेरि ज्याकेट बेच्यो भने त फेरि बाक्लै आउँछ है भाइ फेरि बाक्लै आउँछ भेट्टा ज्याकेट हेर्न साला कट्टु हराएर कम्ता बेजोग भयो त बर्बाद भयो यार एकछिन पकाएर अलिकति ढिलो हुन सक्छ नाङ्गे हो हामी त सरी यार हेर न लामो कट्टु हराएर कम्ता बिजोग भइरहेछ यार कस्तो तनाव भइरहेछ भने म हिँडिहालेँ यार
दुलो पारेको वाला त्यो उयो स्पाइडरम्यान वाला छैन स्पाइडरम्यान वाला पुरै गायबै भएछ चोरी नै भयो जस्तो अब त्यो केस पनि गर्नुपर्छ अब स्पाइडरम्यान वाला छैन क्या त्यही भएर उहाँ सुपरम्यान वाला लिएर आउला ल तेरे कहाँ रे आफूहरू साना गाउँमा ए ल हामी यहीँबाट लाउँछौँ साना गाउँमा ल ल ल हामी यहीँबाट ल लाउँछौँ जाउँ अब जानै पर्ने हुन्छ गाइजहरू जानै पर्ने हुन्छ ओ माई गड ऊ वाला फुटसल हो नि फुटसल जुत्ता हो भाइ त्यो भाइ त्यो फुटसल जुत्ता हो भने मासाला फुटसल जुत्ता हो भने फुटसल जुत्ता हो भने यो फुटसल जुत्ता हो भन्दै के हुन्न भने भाइ ग्रिप छ क्या भाइ ग्रिप छ के हुन्न के दाइ भाइ फुटसल जुत्ता हो क्या भाइ कस्तो बिजोग नगर्न भाइ बिजोग नगर त अब त्यहाँको मोजा गर्न ओए मोजा झिकिस भने फेरि दुङ दुङ दियो फेरि बाबु ढल्छ नि त हेर त्यसलाई कट्टुमा हुप खोजिदिनु पऱ्यो नि यहाँ हुप अलिक मिलेन है यहाँ हालिदिएको चाहिँ सेफ्टी तर बेल्टले हुन्छ होला तर यो बेल्टले हुन्छ बेल्ट हुँदैन जस्तो लाग्यो त खै त लुत्तै आयो नि यो चेन यसरी माथि तल भइरहन्छ होइन यो अलिक टाइट गरेर लगाउ न टाइट गरेर लगाउ न त्यो क्या त्यो एउटा भ्लगर छ नि हाम्रो त्यो अनिल सुनवारसँग हिँड्थ्यो नि त्यो राम्रै लक्ष्मीको तैँले त्यो बोयफ्रेन्ड जोस् हाम्रो कहाँ रे इन्डियन हो कि के रहेछ यस्तो ट्रोल गरिदिन्छ नि राणावानहरू कस्तो छ क्या मान्छेहरू नेपालीहरू कस्तो छ क्या कस्तो हो क्या मान्छेहरू राम्रोलाई चाहिँ पुरै अति बवाल भन्ने होइन उनीहरूको अलिकति उयो भयो भने त नराम्रो गरिदिन्छ त उसको मन मिलेपछि त कुरै छोड्दैन मोर साला खुट्टा तानेर बस आकाशैमा उडी जाने अब को हो यो त आइच पक्कै फाटिरह दा बतासैले हानु के गेडा लड्दै माया मेरो यस्तो यतिकै नसक्नु बाक्लै डल्ले टाउकै रन्दै घुमिरहेको त्यो हेयरस्टाइल त अब त्यो रक स्टार त्यो पप गीतहरूको हुन्छ नि त त्यो सिङ्गर भोकलिस्ट त्यस्तै देखिरह हौ म त्यस्तै हो ज्याकेट त झन् आम्मो ग्याङ्स्टर वाइब आइरह त ग्याङ्स्टर वाइब बा नगर जाउँ यार गाइज यसले मार्छ यार आज यार गाइज आज मेरो सास होइन लास्ट भेट्छ जस्तो छ ड्रिप बाक्लै हो क्या यत्रो बाक्लै हो दा तल हो क्या तल हो ए घुमाइदियो नि माछी घुमेर बाइक पनि टाढी छिर्केर होला नि यो भाइकोमा लेट्स गो गाइज लेट्स गो हामी वहीँ गएर भेटौँला अब बाटोतिर डल्लै हो क्या डल्लै आज कसम गाइज फिक्स म यो हरकतले आज मान्छे मर्दैन जस्तो लाग्यो ए तेरो बाउको ठाउँ हो त्यो पार्किङ गर्ने साला पुलिस आयो मरि नै भयो गाइज
light, security tight. Backstage, if you really wanna fight, welcome to jungle. Royal Rumble, babu. अभी बिस्तारै ल मैले भने मान न एक लुक्स पनि हेरेर होइन हौ दा छड्किएर थियो छड्कियो दादा सर अब जानुपर्छ त्यो चिज क्या हो यार तर अब हामी होइन हामी यहाँ ब्यालेन्स छैन रे हामी यहाँ आइसक्यौँ होइन तर गरिब पनि यति गरिब भयो कि माथि 20 रुपियाँको ब्यालेन्स पनि हाल्न नसक्ने हेलो कहाँ हो कहाँ हो हामी बाहिरबाट होइन आएको भने लौ दिमाग खराब भइसक्यो फेरि कुराउने फेरि मान्छेलाई पिटा खानु खोजिरहेको होला भाइ फेरि होस गरेर राख्ने फेरि छिटो आइज कहाँ हो म यहाँ सानो चोकमा स्कुल चोक ए अर्को ठुलोवाला गेट कुरा रहेछ नि हामी यहाँ कुरेर होइन ल ए उता हो ए कहाँ गयो यार यसलाई भेटाउनै सक्दैन यार त्यही भने यही रहेछ अन्त बोलाउनु पर्दैन नि तपाईँलाई नि एउटा खोजिरहेको थियो हामीले कहाँ तपाईँलाई थाहा छ होला त टु बनाएको टु सुनाइदियो त फेरि एकचोटि आउँछ है त्यो उवाला के त्यो बतासैले उडायो मेरो मन बतासैले उडायो बतासैले उडाइ लग्यो माया मेरो भाइको मान्छ त्यो मान्छेहरू जाउँ ल एकदम भेटेर हामी ह्यान्डसेक गराएन उयो यहाँ पहिला हिरोहरूलाई खिच न किसिमले दाइ हाल्छ यसलाई त जतिखेर नि खेल्ने भन्ने हो क्या एउटा झगडाको कन्टेन्टको लागि तिमीहरू झगडा गर्नु खोजेर होला मास यहाँबाट जानु होइन उता जानु त म एकछिन यता आएको छु क्या तिमीलाई चिन्नु त हुँदैन होला पक्का पनि मान्छेलाई हो बिला बिला मागेर लगाएको नमस्ते घोष राइडर गर्नु बुलाएर गीत अलिअलि हालिरहेको छु ओके हस् मलाई मेन्सन गरेर महँगो भन्ने कुरा होइन खोइ त नि उयो नआएको अर्जिता होइन घुम्न मन लाग्ला नि त उसलाई बच्चालाई पनि घुमाउने नि बच्चालाई पनि घुमाउने 2.5 महिनाको बच्चालाई घुमाउँछ भनेको ल अलि सुरु जलीले साथ दिइहाल्ने हो क्या ट्राभल अनि टुर अनि बाइक साइकहरू ड्रोन सोनहरू किन्यो होइन गोप्रो सोप्रो हेलमेटमा राखेर मैले मेरो छोराको पछि भ्लगहरू बनाउँछ मैले अहिले ठ्याक्कै कति 1.5 महिना भयो गुरे भ्लग्स 1.5 महिना भयो होइन गाई चाहिँ अब चाँडो है अब लगभग 10-15 वर्षपछि यो ढुकुरी भ्लग्स अब आउँदै 1.5 महिना भइसक्यो यस्तो सुरु हुन लागिसक्यो उसको भ्लगर लाइफ सुरु भइसक्यो उसले गर्न सक्छ क्या उयो सभा त सक्दैन त आइफोन यार सो गाइस अब चाहिँ हामीसँग यहाँ किमान्डो आइदिएको छ यो वाइट गरेछ त अहिले वाइट नगरेर त्यो भिडियो नै कस्तो गर्दा हो र ए ल गाइस यहाँ चाहिँ माछामा हाइस छ ए भाइ चिकन अर्डर गयो त चिकन अर्डर
त्यो रोस्टहरू अड्किरह हौ त्यो चिला होइन दाँतहरू ए आपा हड्डी पो अड्किरहेको छ ल अनि कस्तो भइरहेछ ठिक छ यसलाई चाहिँ आज गाह्रो भयो अरे यसको खुट्टा उ भएर चाहिँ यसलाई पनि पैसा हालिदिनु पर्ने भयो हामी गरिबलाई नेपाली दाजुभाइले पालिरहनु भएको छ पाली त रहनु भएको छ तर लास्टमा कहिलेकाहीँ माग्ने भनेर भन्दाखेरि चाहिँ अलिकति चित्त दुख्छ खिन्न भइदिन्छ कस्तो माग्नेहरू भनिदिन्छ डिजिटल माग्नेहरू भनिदिन्छ क्या लास्टमा भाग्य नै यस्तो रहेछ कि अन्त अब होइन बच्चैदेखि पुरा मलाई त भिडियो बनाउने जोस आइरहेको थियो होइन अब लास्टमा यस्तै माग्नै पर्ने स्थिति आउने रहेछ भनेर चाहिँ मैले सोचेको पनि थिएन जस मागेको बेला हालिदिनु होइन त्यही ठुलो कुरो भइरहेको छ जिन्दगीमा ठकठक अब हामीले 1 माग्यो नि 2 हालिदिनुहोस् होइन 2 माग्दाखेरि 3 हाल्दै भने त बगालै हुन्छ इन्टु 2 मा इन्टु 2 मा डल्लै होइन हिजो चाहिँ त्यो अर्को यसरी फर्केछ 2650 मात्र जिस्काको 1450 मात्र 1450 मात्र भएछ है लाजै लाग्यो तिर्नु पनि हो र मलाई त्यही भने क्या मलाई त्यही भएर भने क्या मा म त्यही भएर यहाँ ल्याउनै मन नलाग्यो क्या 1450 कम भएको कि धेरै भएको हामी गरिबलाई अलिकति धेरै होइन दिनमा 50,000 दिनमा 50,000 कमाउने हाम्रो दादीको ब्लग्स दिनमा 50,000 कमाउने मान्छेलाई दिनमा 50,000 कमाउने मान्छेलाई के 1400 रुपियाँ उयो लाग्यो लाग्छ कि तिमी बढी नदोस् न नभन न भने ए सरी अलिकति इज्जत छैन ए अहिले 2 लाख अच्छा चा मुर्रा ल अब हामी चाहिँ सर्ट एन्ड स्विट राइड बस्दा बस्दा झ्याउ लाग्यो भाइ यसमा त मलाई पो ठिक होला जस्तो है झर्दा भाइलाई दामी देखाइदियो क्या बाइकलाई दामी देखेर होला चोरले लिएर जान्छ नि चोरेर त्यस्तो देखेको यही भाइलाई उयो बाइकमा राख त मेरो बाइकमा फेरि मेरो बाइक ल अगाडि त हेर न यो नयाँवाला हो कि फेरि साथी यो नयाँ राखेको छु धेरै बिल्ला हान्छ भनेर हेर त पेट्रोल कति छ सक पनि मैले क्रस फायर जसरी अफ गरेको छु पेट्रोल कति छ पेट्रोल अहिले जहाँ पनि रोकिन सक्छ फेरि अस्ति गएर योगमाकोबाट हाल्यो कसकोबाट हाल्यो ओ त्यस्तो बिचार नआउँछ भन है निवन छ त बाइक के हाम्रो डल्लै सो लेडिज एन्ड जेन्टलमेन हामी यहाँ जाँदैछौँ कहाँ जान्छौँ अब हामी चाहिँ माथितिर राइड जाँदैछौँ धुलो सो गाइस अब चाहिँ हामी बस्ने डेस्टिनेसन आइसकेको छ हाम्रो चाहिँ घरभन्दा माथि लाभाटार भन्ने ठाउँभन्दा माथि आएको छौँ यहाँ चाहिँ किनभने यहाँ चाहिँ अलिकति राम्रो देखिन्छ अब हामी यहाँ फोटोसोटो हान्नलाई चाहिँ होइन बवाल पनि छ जस्तो लागेर आएको छौँ अब के कस्तो लाग्छ चाहिँ यो अब अहिले सकेर गएपछि भन्ने होला नि त कि अहिले के बाहिरबाट हेरेर चाहिँ कसरी थाहा हुन्छ त हामीसँग हामीलाई थाहा हुन्छ त कसरी थाहा हुन्छ त बाहिरबाट त हेर्दा त राम्रै देखिरहेको छ तर भित्र गएर पनि के कस्तो रहेछ थाहा हुनु पऱ्यो नि त ओहो कस्तो वाला ब्याग हो यो आम्मामा सबै जान्छ होइन हजुर यसमा अब यस्तै सानो तिनो सामानहरू हाल्ने हो यो त अङ्कितलाई ब्यागमा पैसा हाल्नु पो ठिक हुँदो रहेछ कति दिनको 50 दिनको ए 2 मामा दिनको 50 कुदाको 2 मिनेटको हो 2 मिनेटको हो 2 मिनेटको 50 50 कमाउने भाइ नि यो सेकेन्ड ह्यान्ड एनएस किनेर हिँड्दै म अब फेरि यो गरिब भएको जस्तो नाटक पनि गर्छ है फेरि गरिब भएको जस्तो नाटक पनि गर्छ है अब हामी सुरुबाटै यहाँ चाहिँ आम्मा यो खम्बा त कत्रो बाङ्गो देखेको गोब्रोमा त यस्तो बाङ्गो भयो त गाइस पिङ खेले जस्तो भइहाल्यो नि यहाँबाट चाहिँ सनसेटहरू राम्रो देखिरहेछ है त यहाँबाट सुरु गर्नु त यहाँ चाहिँ यहाँबाट चाहिँ राम्रो देखिरहेछ है आज चाहिँ अलिकति धमिलो भइरहेको रहेछ हेर्नु लाग्यो ओहो तल पनि यहाँ बेटर रहेछ है पनि राम्रो रहेछ है ल लाइभमा हेर्दा त काले देख्छ है तर उमा त त्यस्तो काले पनि छैन है हेन्डसम छ नि म तिमी काले छ कि म काले छ हेरौ त
कालेको कुरा गर्छ मान्छे होइन हामी सबैजना अब कालोकै कुरा गर्दाखेरि त यस्तो हो क्या कालोको कुरा गर्दाखेरि त अब अलिकति कालो भने सलिन्छ नि हाम्रो ग्रुपमा काले हुआ त क्या हुआ दिल वाले हो नि त नि अनि तर काले त तर सलिन है काले छ तर ह्यान्डसम छ तर ह्यान्डसम मान्छे फेरि आम्बो यही कुरा न तिमीभन्दा ह्यान्डसम छौ के सोचेको तिमीले उसको दिनको 60,000 भनेपछि त ऊ धेरै राम्रो हो क्या भने खतरा ह्यान्डसम हो क्या तलबले बताउँछ अरे भेटेर यसरी हामी भेटिरहनुपर्छ क्या मामा एउटा हुन्छ नि एउटा अहिले हाँस्नु भेटिराख्नुपर्छ क्या मामा अनि कहाँ पठाउनु त त्यो खै सबभन्दा महँगो हो कि भन्नु त अनि यो नर्मल हो नि यो त मामाको लागि माग न केटा हो होइन यो होइन यति खायो भने मामालाई बेच्नु हुन्छ हो कि भन्नु न मामा भन्नु त फेरि तर जस होइन होइन पैसा भन्ने कुरा ठाउँमा छ अब जो त्यो त यो कुरा भनेको त अब हिस्ट्रीले जानु के फरक त पर्दैन पैसाको बिल तिर्दाखेरि झगडा हुन्छ कि हुँदैन हजुरहरूतिर हुन्छ कि हुँदैन पैसाको बिल तिर्दाखेरि झगडा हाम्रो यहाँ अलिकति डिस्कस होइन यो कस्तो हुन्छ त तिमीमा भयो नि तिर्छ कि भन्ने मलाई आउँछ तिमीलाई चाहिँ मैले त्यो त फिक्स हो त्यो त अब एउटा कन्टेन्ट बनाउनु आउँदाखेरि चाहिँ पुरा खुसीमा के चङ्क्यो त्यहाँ ठ्याक्क जाँदाखेरि टाइपको है के हुकाको छ ओ माई गड केमे जाँदा चाहिँ एक्सिडेन्ट नहुने कुरै हुँदैन पनौती नै हो क्या हो यार म त गिलास फुट्यो नि म जस्तो खेमे जहाँ गयो केही न केही हास्सा चाहिँ भइहाल्छ के हुने एउटा पुरा यत्रो साउ भएर एउटा गिलासको पैसा माग्न थाल्यो भने बेइज्जती हुन्छ रुको जरा सबर करो गिलास फुटाइदियो अभी मजा आएगा ना यो चाहिँ अङ्कितको काम है अङ्कित पनि कुन तको राम्रो हो र अमागी नै हो नि यो पनि हेर यो त के हुने एउटा पुरा यत्रो साउ भएर एउटा गिलासको पैसा माग्न थाल्यो भने बेइज्जती हुन्छ होइन यो पनि मिस्टेकले नै भयो त्यो दुइटैको गर्दा नि हुन्छ फेरि भन्छ होला भनेको त हामी जहाँ जाँदा पनि यस्तै नै हुने भयो तिम्रो पनि यस्तै नै हुन्छ हो अरू ठाउँ जाँदा पनि यस्तै हुन्छ हामी दुईटा आएर होला कि यस्तो अहिले एउटा फुट्यो एउटाको चाहिँ पर्दैन भने अब पनि फुटाइदिने यार केटाहरूले पर्दैन नै भन्छ भनेर फुटायो तर होटेलमा गिलासको यो सिसा गिलास किन स्टिलकोमा दिँदा हुँदैन जाने के यो चाहिँ स्टिलको राख्नुपर्ने होइन अनि पिउने चाहिँ सिसाको राख्नुपर्ने होइन बरु अघि नै हामीले दिमाग लगाएर बरु यहीमै खाना पाए हुन्थ्यो नि त यो बरु होइन यो घेमेले गरेर हो क्या म तिरिन्छौ भनेर कोही आयो त हुन्थ्यो नि यो मैले यो ल यो अङ्कितले फुटाएको यो मैले गरेर अघि मैले फुटाएको चाहिँ अङ्कितले गरेर होइन त केही छैन फुट्ने कुरा नफुटे के फुट्छ त अहिले फेरि इमोसनल बनाएको थियो फेरि ऊ घट्दैछ है फेरि भ्युअर्सहरू फेरि अहिले के अरे अर्को किनेर जान्छ फेरि भ्युअर्सहरू रिसाउँछ क्या एटिट्युड त देखाउनै हुन्न नि एटिट्युड देखाउनै हुन्न क्या रिसाउँछ अनि रिसाइहाल्छ नि अब भ्युअर्सहरू फेरि रिसाउँछ अब भ्युअर्स नरिसाउनु न प्लिज क्या नि म त खुसी भयो अहिले 100% स्योर हो त्यो तेरो बाउ हो मा के हो को भन्छ त्यहाँ तिम्रो यहाँ गाउँमा आएर सम्झौ है पाकपुक पारेर गर्छन् दुले ल्याममा दिएर दुईटा
व्यस्त हुन्छ नि त त्यसमै जोड त्यसमै आमा उनीहरू सुनको कुरा गर्दैछ मैले सुन देखाइरहेको छ सुन्ने मजा मेरो चाहिँ यस्तो थियो यो छुट्टै थियो यो फेरि छुट्टै थियो क्या खै मामा एकचोटि हेरौँ न खोइ त ओ ए सेम रहेछ त ए कति परेको हाम्रो छैन काठमा एउटा किनिदिनु न मलाई पनि हिरा नि यो मोती भनेको यो भित्र चाहिँ उहरू छ क्या यो दुईटै न्युक्लियरहरू सबै एसिडहरू सबै मोती होइन यो लगाएपछि के लगाएको मुजी चाहिँ भन्छ गजब बेइज्जती साँच्ची हो यो चाहिँ 100% हो यताउति हिँड्ने छौ र त्यही त अफ हुन्छ कि भन्ने प्रतीक्षामा रहेछ ल आफै गरिदिनु है ओहो भिडियो कसको रहेछ चेन भनेर भनेको थियो नि होइन त्यो तपाईँको चेन भेटाइसक्यो भने त्यही हो क्या त्यसलाई त्यसकै भेट्टा छैन होला एउटा होइन टायरमा नि उन्नेको देखाइरहेको चुरो बस्दा चल्कायो साथी कतिखेर अन गरिसकेछ हामी त दाउ हेरेर बस्छौँ नि कुन बेला कुन क्लिप चाहिँ भाइरल हुन्छ भनेर हेर म यता लामाटारतिर आइपुगिसकेँ म आउँदैछु लामाटार आइसकेपछि पिज्जा खाने होइन है हजुर हामी चाहिँ जहिले यसरी रमाइलो गर्दै खुसी भएको यसो देख्न चाहनुहुन्छ भने चाहिँ प्लिज जहिले पनि यसरी गिफ्टहरू चाहिँ गरिदिनु होला पैसाहरू चाहिँ पठाइदिनु होला गिफ्टहरू हालिदिएर ट्याप ट्याप भन्दा बढी हाम्रै हान्नुपर्छ भन्ने भनेको होइन यहाँ जसलाई यो ग्रुपमा चाहिँ जसलाई हान्ने नै हुन्छ यतिजना स्टिललाई हान्यो भने राम्रो स्टिल हाल्यो भने धेरै राम्रो हामीलाई चाहिँ फुलहरू किनकि ऊ खर्चै गर्दैन नि त सेभिङ भयो नि त सेभिङ पनि भयो अझै हामीलाई चाहिएको बेलामा होइन हिस्ट्री दिँदैन नि त दिँदैन अरे दिन्छ नि त यदि दिन्छ नि त डल्लै बाइक यताको कुन चाहिँ हो यो चाहिँ दामी रहेछ यो त चाहिँ कुन हो यो 13 हो ए यतापट्टि पहिला देखाउनु त। फटाइदियो फाल्दै त्यसमा दामी आउँदो रहेछ है हुन्छ भाइ कस्तो रे एक्स्ट्रा हान्यो ल कति हान्नु सक्छ पुरै हान्दिनु तपाईँले सकेन भने निकाल्नुपर्छ सकेन भने निकाल्नुपर्छ खेमेला हान्छ पार्नु खोजेको बिसाइदिएको एक्स्ट्रा हान्यो एक्स्ट्रा पुरै है पुरै ल हो दान खाइदिइहाल्यो नि अन्डा साला तेरीमा बजिया खानु नि पायो यार मैले त तपाईँ ढेँडो जस्तो निल्ने क्या ढेँडो जस्तो मैले त फोटो मात्र खिचाइदिएँ यार एउटा अन्डा त सिलित्तै यार एकचोटिमा हान भन्छ मामा के हो क्युआर वाइफाईको हो भोसडी के वाइफाईको हो त्यो बिल मागेर लिएर आऊ न छिटो ल्याउन जिस्किया जस्तो लाग्यो मोबाइलबाट क्युआर निकाल्दा यहाँ क्युआर ल्याउन क्युआर पैसा आइसक्यो हो फिक्स आइसक्यो ओ छिटो खै मामा क्युआर ल्याउन क्युआर निकाल्नु छिटो क्युआर निकाल यसकोमा त 75 जना आउँदो रहेछ यार हाम्रोमा त कहाँ आउँछ भने आम्बो 76 यार आम्बो ओइ के झर्यो गाइस ओ एपिएन मुन एपिएन मुन आयो उता क्युआर खै क्युआर देऊ न छिटो दिइहाल न तिमी ढिलो गर्छौ मेरोमा मलाई हाल्दिएको छ मलाई हाल्दे कता गयो हौ क्युआर यस्तो ढिलो गर्छ केटा आउने बेलामा अनि त्यही भने हाल्नु पर्यो पहिला लाइन हान्यो भने गेस्टमा मात्र यहाँ हामी जान्छौँ उहाँको घरमा घरमै धन्यवाद हाल्नु प्र्याङ्क र प्र्याङ्क होइन क्या साँच्चीको हाल्नु न के को प्र्याङ्क त्यही भने ल डल्लै ल यसरी क्युआर माग्ने मान्छेले कमेन्ट आओस् न ओ क्युआर माग्ने मान्छे कहाँ हुनुहुन्छ ओ क्युआर माग्ने मान्छे छिटो हाल्नु न छिटो तपाईँ क्युआर माग्ने हामी उयो माग्ने हुन्छ भने हाल्नु छिटो स्क्रिनसट गरिहाल न स्क्रिनसट ओए समीरले छिटो छिटो वेफे आइडी हुन्छ आइडी हुन्छ हुँदैन आइडी पाइन हुँदैन ओ स्क्रिनसट हान्नु भएन कति हाल्दिनु 2000 हाल न 2000 8000 हाल्नु 8000 हो क्या 2000 को मान्छे हो त्यही भने 8000 2000 भन्ने चाहिँ तँ थपेर हाल्छ कि 5000 8000 त चाहिन्छ हौ 8000 त गिलासको 2000 गिलासकै 4000 पर्छ आलु त खतरा मन पर्छ साँच्चै जिसिएसलाई हालिहाल्नु न छिटो कस्तो अब चाहिँ हामी फाइनली सबैजना छुट्टिँदैछौँ सबजना भेट भयो
एकदमै एकदमै बवाल भयो कस्तो टाइम स्पेन्ड नै गर्न नपाए है धेरै 0.5 भन्न टाइम होइन कति छिटो बित्यो यार। टाइम बितेको थाहा नै भएन अब हामी जाँदैछौँ कस्तो लाग्यो साथीहरू केही 2 शब्द मेरोमा नि जान्छ भने प्लिज छुट्टिने चाहिँ मन थिएन बुढीले बुढी छ के भन्नु बाबु अस्ति त नरिसाउनु होला अब साथीभाइ भने पनि होइन एउटा छुट्टै हुन्छ क्या जोस होइन आजको भ्लगमा चाहिँ कसैले केही नराम्रो बोलेको छ भने चाहिँ त्यो चाहिँ मजाकमा लिने ल मजाकमा फ्लोमा होइन अलिकति केही बढी गयो भने त्यो कुराको लागि चाहिँ हामी माफी अहिले नै मागिहाल्छौँ त्यो अन्डा खाएको त एउटा अन्डा खाइदिएर चाहिँ अब सबजना बाँडेर खानुपर्ने अब खा भने हिस्ट्री गुले च्यापिसके छिटिन्न त्यहाँ सस्तो हामी त धेरै बेर बोल्दैनौँ नि सस्तो हो क्या 11 ए जाऊ न कतिमा 150 निकाल न 150 पो हो त साथी बाइक पनि लेभल पछि त्यो दिन आउँदैछ है हामी मुजी हेलिकप्टरमा जाने हो बाई बाई